经过रकेट सेना经过रणनीतिक प्रतिरोध कार्यान्वयनको मुख्य बल हो साथै शत्रुलाई परास्त गर्ने चुम्बकारत पनि हो। आज हामी रकेट सेनाको सैन्य अभ्यास हेर्न जाउँ। रकेट सेनाको 2400 घण्टा द्रुत प्रतिक्रिया क्षमता छ भन्ने जुनसुकै अवस्थामा पनि लड्न तयार रहने विचारलाई दैनिक अभ्यासमा राखेको छ। वास्तविक लडाईँको तयारीका लागि सैन्य अभ्यासमा छापामार युद्धको उत्कृष्ट रणनीति लिएर नयाँ मिसाइल प्रक्षेपण वाहनको द्रुत गतिशीलता र भूभाग अनुकूलन क्षमताको पूर्ण उपयोग गरी लडाईँ गर्दै अघि बढ्छ। यसरी नै सेनाको रणभूमिको अस्तित्व क्षमतालाई धेरै बढाएको छ। साथै अभ्यास क्रममा प्रक्षेपण व्यक्तिको अकस्मात मृत्यु भएमा लगायत विभिन्न अकस्मात अवस्था र बाधाको सिर्जना गरी सेनाले निश्चित योजना बमोजिम मिसाइल प्रक्षेपण र स्थिति स्थानान्तरण मिशन पूरा गर्नुका साथै प्रक्षेपण गरिएका सबै क्षेपणास्त्रहरूले प्रिसेट एन्टी मिसाइल अवरोध रक्षा लाइनलाई सफलतापूर्वक तोड्ने तथा हजारौं किलोमिटर टाढा लक्षित लक्ष्यहरूलाई सही रूपमा हान्ने तथा नष्ट गर्ने सुनिश्चित गर्दछ। द्रुत मोबाइल द्रुत व्यवस्था द्रुत लडाईँ भन्ने क्षमताबाट रकेट सेनाको उत्कृष्ट लडाईँ क्षमता देखाइएको छ।